जनयुद्ध किन गर्नुभयो सर? किन गर्नुभयो? के को लागि गर्नुभयो? मान्छेको टाउ काटेको होइन? टाउकाको मोल तोक्ने र तोकिने एकै ठाउँमा छ। अनि तपाईहरु हामीलाई भन्दै हुनुहुन्छ हाम्रो पार्टी माओवादी जनयुद्धमा जानुभयो होला, तिनीहरूको भात खानुभयो होला, जानु भएको छ दोहोऱ्याएर त्यहाँ दुर्गम बस्तीहरूमा पुग्नु भएको छ। 33 वर्ष राजनीति गरे भन्नुहुन्छ महादेव गुरुङज्यू, पुग्नु भएको छ। तपाईको सिक्लेसमा, तपाईकै यही कास्कीमा बलात्कारको मुद्दालाई 2-4 लाखमा मिलाइन्छ आज पनि, त्यो हेर्नु भएको छ। अनि तपाईहरु हाम्रो अगाडि भोट माग्न आउँदै हुनुहुन्छ, कुन अनुहारले आउनुहुन्छ? मलाई लाज लाग्छ। हाम्रो दल हो कि दलको पछाडि आएर ल थप्ने हो? परिवर्तनको कुरा मेचीदेखि महाकाली जानुस् त। गोर्खाको पृथ्वीनारायण शाहलाई नामैबाट हटाउन सकियो नगरपालिकामा। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म त्यही राजतन्त्रले, म राजतन्त्रको पक्षधर होइन है, तर त्यही समयमा बनेका ती सबै संरचना ध्वस्त पार्दा के हेरेर बस्नुभयो तपाईहरु? अनि युवा नेपाल बसेन भनेर तपाईहरुले भन्नुहुन्छ? तपाई जानुस् त त्यो भिरकोटी मण्डप कारखाना, म 15 वर्ष मेरो घर थियो त्यहाँ, भिरकोटी कागज कारखाना 15 वर्ष मेरो घर त्यहाँ थियो, त्यहाँको धुलो मेरो घरमा पनि आउँथ्यो। त्यत्रो ठुलो कारखाना अहिले त्यस्तो अवस्थामा जाँदा अनि तपाईहरु त्यहीको लागि राजनीति गरेर अनि त्यहीका जनतालाई भोट मागेर तँलाई समृद्धि गर्छु भन्नुहुन्छ? 3000 भन्दा बढी कर्मचारी थिए त्यो बेलामा। हरेक त्यहाँका नागरिकले रोजगारी पाथे। हेटौडा देखि जुट कारखानादेखि बुटवलको धागो कारखाना, नेपालगञ्जको कपास कारखाना, त्यो सपना गोराकाली, त्यो सबै एउटा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, महाकाली उसमा अलि छोएको थिएन, त्यो सबै मेटेर आज फेरि तपाईहरु हामीसँग भोट मागेर परिवर्तन भनेर आउनुहुन्छ। हामीलाई पाल, तिमीहरूको दायित्व हो पाल्ने, तिमीहरूका अभिभावक हौ, सन्तान भएर पाल्देऊ भन्नुस्, हामी पाल्छौं क्या? नेता भएर नआउनुस्, लाज हुन्छ।